हेलो गाइजहरु, आज चाहिँ हामी चाहिँ नि फापरबारी सँगसँगै कपाल काट्न जान लागेको। हाम्रो भ्लग अन्तिमसम्म हेर्नु होला। हाम्रो यो येल्लो कलरको हाम्रो घोडालाई सडक्क लाएर मैले चाहिँ काममै छोडेर आएको भएर चाहिँ हिँड्नु परेको छ। हेर्न सक्नुहुन्छ गाइजहरु, है फापरबारी जान्छौँ हामी। तपाईहरुलाई सबै देखाउने छौं, भ्लग अन्तिमसम्म हेर्नु होला। अनि पढाइको भ्लग भन्दा पनि पढाइको लेसन पनि आउने छ, जापानिज ल्याङ्ग्वेजको चाहिँ नि जिएलपिटीको है त। अनि यसपालि चाहिँ नि उले चाहिँ एन4 दिने हो, कस्तो गर्छ उसको पनि हामी अपडेट लिएर आउने नै छौं। तपाईहरु सबैजनाले चाहिँ नि माया गरिदिनु होला र फापरबारी पुगेपछि देखाउने छौं हामी है त। यस्तो राम्रो छ हाम्रो अगाडि पछाडितिर। अनि त्यसपछि अब धेरै छैन हामी यहाँ बस्ने है, तपाईहरुले देख्न सक्नुहुनेछ। अनि त्यहाँ अब हामी फापरबारी देखाउने छौं। अनि यसरी चाहिँ नि छुट्टीमा चाहिँ बाहिर हिँड्न पाउँदा चाहिँ रमाइलो हुन्छ है। हेर्न सक्नुहुनेछ तपाईहरुले हाम्रो लोकालिटीको नजारा। हेर्नुस् है गाइजहरु, यही हो हाम्रो फापरबारी। कति धेरै छ अहिले भिडियोमा हाम्रो हो, तर कसको थाहा छैन। अनि यो चाहिँ तपाईहरुलाई थाहा छ कि छैन गाइजहरु, यो चाहिँ 75 डेजमा चाहिँ रोपेको, बिउ छरेको 75 डेजमा चाहिँ यसलाई निकाल्न मिल्छ है। यहाँको चाहिँ 75 डेजमा चाहिँ पुरै पाकेर दाना पनि भइसक्छ। ल हेर्नुस्, आँखाले नभ्याउने फापरबारी छ, तपाईहरुले देख्न सक्नुहुनेछ। यस्तो आनन्द लाग्छ। फापरबारी अझ पिङ्क कलरको भएको भए कति राम्रो देखिन्थ्यो होला। यो चाहिँ व्हाइट मात्रै छ। यस्तो राम्रोसँग हेर्नु त, पहिला धान यस्तो भयो, धान सकिने बित्तिकै फापर यति राम्रो हुन्छ। अनि यो फापर सकेपछि फेरि गहुँ रोप्छन्, गहुँ पनि त्यस्तै राम्रो हुन्छ। मम्मी बाबाले सम्झिनु भएको होला, मम्मी बाबाहरू जाने बेलामा चाहिँ यो चाहिँ भर्खरै उम्रेको थियो। हेर्नु त, 75 डेजमा चाहिँ पुरै दाना निकाल्ने रेडी भइसक्छ है। हेर्न सक्नुहुनेछ। मेरो क्यामेरा चाहिँ हल्दैछ क्या गाइजहरु, यस्तो राम्रो हेर्नु नै। अब यहाँ माछा पनि छन् होला, हेर्नुपर्छ। ल हेर्नुस् त, कति राम्रो छ नि है फापरबारी। हेर्नु नै कति राम्रोसँग फुलेको छ। ल हेर्नु, उता पनि सबै फापर हो है गाइजहरु। यो चाहिँ चुस्या जो भइहाल्यो। यहाँ हेर्नु नि, थानीसी पनि छ, तर सानो माछा त हुनुपर्ने हो, कता कता छ है। यस्तो छ है जापानको गाउँमा बस्दाखेरि चाहिँ आनन्द है। तपाईहरुले यहाँ जापानमै बस्ने व्यक्तिहरूले त थाहा छ होला, अब बाहिर बस्ने व्यक्तिहरूलाई त्यति थाहा हुँदैन। जापान चाहिँ त्यो टोकियो ओसाका ठुल्ठुलो नागोया सहर मात्र भन्ने हुन्छ नि, हुँदैन है। हेर्नु यस्तो हुन्छ है, यति राम्रोसँग फुलेको छ यो फापर कि हेर्नु नि। यतातिर पनि पुरै फापर हो है गाइजहरु। यस्तो आनन्द लाग्छ आज त छुट्टी है, बाहिर निस्किएर हिँड्न पाउँदा कति खुसी लाग्ने कि। ल हेर्नु, तर आज मौसमले चाहिँ अलिक ढोकै दिएछ गाइजहरु होइन, त्यति राम्रो मौसम छैन, त्यही भएर फापर राम्रोसँग खिच्नै पाइएन। हेर्नु त, ल हेर्नु है, यस्तो हुन्छ है फापर चाहिँ नि, आँखाले भ्याउन नसक्ने गरेर फुलेको छ टन्नै लाएर। हेर्नु नि, हावाले हल्लाउँदा कति राम्रो देखिन्छ है। हावाले हल्लाउँदा झन् कस्तो ब्युटिफुल नजारा देखिने। अनि कस्तो मनमा पनि आनन्द लाग्ने कि है। भिडभाड झ्याउ झ्याउ झुझु मात्रै झ्याउ हुने नि त, त्यही भएर यो हेर्दाखेरि त कस्तो आनन्द लाग्छ। तपाईलाई के कस्तो लाग्छ मजाले कमेन्ट गर्नु होला। के हो, यता त डाङ्ग्रे छन् क्या हो, च्या 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 गरेर कराइराखेछ हौ। थोरै हिँड्दा नि ठगैला जस्तो हो नि, उता पुगिसक्नु भयो उहाँ। ल हेर्नुहोस् त, कति राम्रो फुलेको छ कि, फापर मात्रै खिचेर हिँड्छु म त। अगाडि पुगिसक्नु भयो उहाँ चाहिँ नि है। अनि हेर्नु नि, यता पनि फापर नै हो है गाइजहरु। उतासम्म छ है, उतासम्म। त्यो सेतो घर छ नि, त्यो सेतो घरको उतापट्टि चाहिँ कुजुर्यु गाउँ भन्ने एकदमै ठुलो खोला छ है। अब लागियो नि त अटम सिजनमा, शरद ऋतुमा त पातपतिङ्गरले पनि लुगा फेर्ने समय, नयाँ लुगा लाउने समय, पुरानो कपडाहरू सब फालेर होइन। अनि एक हिसाबले भन्नुपर्दाखेरि चाहिँ पातपतिङ्गरहरूको अन्तिम समय है, त्यो जुन चाहिँ पुरानो हुन्छ त्यो चाहिँ झरेर नयाँ फेर्ने समय। जङ्गलमा नयाँ कपडाको सिजन भनौँ न होइन। भन्नुपर्दाखेरि चाहिँ कति राम्रो हुन्छ नि त, सडकको पुरै कोही रातो कोही पहेँलो, अनि हरियो चाहिँ लगभग कमै देख्न पाइन्छ है। अनि हेर्नु नि, यताको रुखको उसहरू पनि फेरिँदै गएको छ, रङहरू पनि अहिले बिस्तारै। त्यही भएर एउटा वन जङ्गलले चाहिँ नि
राम्रो रूप पाउने नयाँ कपडा पाउने समय आएको छ अहिले हेर्न सक्नुहुनेछ यस्तो रमाइलो लाग्छ मलाई फेरि हेर्नु नै कति धेरै छ कि हेर्नु त हाम्रो घर हो त्यहाँ हो ल हेर्नु है यस्तो छ है तपाईँले राम्रोसँग देख्नु भएको छ कि छैन ए हेर्नु यता चाहिँ अलि राम्रो भएको रहन्छ त्यता हेर्नु कति राम्रो छ ल हेर्नु जाम तल यताबाट तल सिधै गएर कति रमाइलो आनन्द शीतल हुन्छ धान पनि त्यस्तै फल्छ यहाँ फेरि फल्न पनि है ल हेर्नु कति राम्रो छ शीतल हुने कि हिउँले पुरै ताल्छ हिउँ पर्नुभन्दा अगाडि निकालिसक्नुपर्छ पापर है यता हेर्नु नि यता कति राम्रो छ है गाइजहरू हामी चाहिँ नि यस्तै छ यसरी चाहिँ भ्लगहरू बनाउँदैछौँ तपाईँलाई के कस्तो लाग्छ मनपर्छ भने कमेन्ट गर्नु होला सब्सक्राइब गर्नु होला र जापानको रुरल एरियाको लाइफस्टाइल देख्न मन छ भने चाहिँ मजाले सब्सक्राइब गरेर चाहिँ नि बेल आइकन दबाएर राख्नु होला जसले हाम्रो भिडियोहरू नछुटाइकन तपाईँहरूमा ताजा ताजा जस्ताको तस्तै छिटो छिटो पुऱ्याउने काम गर्नेछ है त यता हेर्नुहोस् उहाँ चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ म चाहिँ पछाडि 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 दुई खुट्टे लाएर लम्किँदैछु है त कस्तो खुसी लाग्यो धेरै पछि बाहिर निस्किन पाएको यसरी चाहिँ नि धेरै पछि खुट्टाले हिँड्न पाएको भनेको है फेरि तपाईँहरूले फेरि हिजोको ब्लग देखेर ए हिजो भर्खरै गाडी चढेको होइन भन्नु होला गाडी त चढिरहेको छ कि खुट्टाले चाहिँ यसरी चाहिँ नि आँखाले निहाल्दै हेर्नु नै कस्तो आनन्द लाग्ने हावा लाग्दाखेरि सास पनि कस्तो आनन्दसँग आउने भनिहाल्यो ल हेर्दै आँखाले नभ्याउने फापरहरू छ है गाइजहरू ल हेर्नु यता यता हेर्नुहोस् है यो छ नि पुरै छ क्या पुरै आँखाले नभ्याउने हेर्नु त उतासम्म छ है यसरी चाहिँ नि आज चाहिँ बाबु खबर काट्ने हो उता गयो अहिले मैले फेरि त भने थिएँ सुन्यो भने रिसाउँछन् के त्यही भएर हो ल हेर्नु है तन्केरी भइसकेको छन् बाबु पनि वाउ ढुकुर पनि उडेर गयो हौ आनन्द लाग्यो आज त कस्तो खुसी लाग्यो भोलिदेखि त फेरि काम लगातार घोटिनु परिहाल्छ 8 घन्टा त है 8 घन्टा त काम गर्नै पर्यो काम गरेन भने के खानु भयो गाइजहरू हेर्नुहोस् न कति राम्रो फुलेको छ नि है आनन्द लाग्ने कि मनमा पनि कति शान्त हुने हेर्नु त यहाँ चाहिँ पानी है नहर कुलो भन्छ नि पानीको कुलो हो अनि ल हेर्ने कति धेरै भइसकेको छ यो चाहिँ शोभा है यहाँ चाहिँ शोभा भनेको यो फापरको चाउमिन बनाएर खाने है त शोभा खान्छ नेपालमा चाहिँ ढिँडो खान्छ के अरे फापरको है यस्तो मिठो हुन्छ नि है घिउ छलक्क चोपेर आमामा सुकुटीसँग मुखमा रसै आइसक्यो मलाई कहिले जाने होला नेपालमा त्यस्तो खानालाई है हेर्नु त है तर म चाँडै जान मन छ हौ नेपाल बाबुलाई नि नेपालको खानेकुरा खान मन लाग्यो होला है अब चाहिँ यस्तै छ गाइजहरू भिडियो धेरै लामो हुन्छ होला अब उता त्यो दोबारे धान हुन्छ नि एकचोटि काटेर फेरि आउनु लाग्यो धान पनि छ तपाईँलाई म देखाउँछु ल स्टोरेज यही हो दोबारे धान गाइजहरू होइन यो चाहिँ पहिला काट्यो होइन अनि काटेर पनि फेरि उम्रेर फेरि फल्छ अनि एकचोटि काट्छ है गाइजहरू यही सिधै तल जान्छ अनि जापानमा चाहिँ दुईचोटि धान फल्छ होइन अनि यो चाहिँ पछि उता त फलेछ अझै दोबारे धान पनि यता पनि फल्छ अब अलि दिनमा चाहिँ पुरै ऊ तलतिर त पुरै फल्न लागिसकेको थियो अस्ति म जाने बेलामा हेर्नु है गाइजहरू यो चाहिँ दुईचोटि फल्ने धान हो एकचोटि त काटेर पुरै युज गरिसक्यो अब एकचोटि पनि फल्छ यो पनि काट्छन् है त यस्तो छ है अब डेली भ्लग आउँछ सबैजनाले झ्याउ नमानिकन हेर्ने ट्याङ ट्याङ लाएर लाइक हान्ने कमेन्ट गर्ने है त गाइजहरू ल हेर्नुहोस् है गाइज यहाँ चाहिँ नि यो चाहिँ धानबारी हो होइन गाइजहरू यो काटेर अनि यतापट्टि चाहिँ दोबारे धान हो अनि हामी चाहिँ यसरी हिँड्दैछौँ होइन अनि अब आँकी हो नि त त्यो भएको भएर हेर्नुहोस् है रुखको पट्टाहरू सबै अब कस्तो राम्रो कलरमा आउँछ कि तर के गर्ने यो मौसमै राम्रो भएन हेर्नु नै ल हेर्नु है अब घाम राम्रो लागेको भए कस्तो राम्रो देखिन्थ्यो होला है घामै राम्रो आएन कलरै तपाईँहरूले देख्नु भएको छैन होला गाइजहरू तर केही छैन हेर्नुहोस् है अलिअलि त देख्नु भएको छ होला पारी पारीतिर यस्तो छ है दोबारे धान यहाँ अब फल्छ अलि दिनमा यस्तो हल्लिएको हो मेरो हात पनि ल हेर्नुहोस् है यस्तो हुन्छ यो विद्यार्थीहरू यहाँकोहरू चाहिँ नि
अनि बाबु त्यसरी हिँड्दैछन् मलाई पर्खिँदै पर्खिँदै हिँड्दैछन् है रमाइलो छ हौ जिन्दगी जे जति भोग्यो भोग्यो अब त खुसी भएर खुल्ला मनले बाँच्ने हो जिन्दगानीमा है गाइजहरू सबैजनाले चाहिँ भिडियो लाइक कमेन्ट सेयर गर्नु होला र हाम्रो ब्लगहरू कन्टिन्यू हुनेछन् है त अब उसको कपाल काटेपछि बल्ल हाल्छौँ धेरै लामो ब्लग भयो है बाई बाई हेर्नुहोस् गाइजहरू फिलिङ कुल के होइन जिन्दगानी हेर्नुहोस् न कस्तो आनन्द छ कि ल हेर्नु सेम पोखरा जस्तै लाग्छ हौ मलाई त आफ्नो घरैमा भयो जस्तो लाग्छ गाइजहरू खासै केही फरकै देख्दिनँ जस्तै गाइजहरू यो चाहिँ दोबारे धान मैले अघि भनेको थिएँ नि फल्न सुरु गरिसकेछ है यो चाहिँ एक्चुअली काटेर पनि फेरि फल्न सुरु गरेको धान हो है तपाईँले हेर्न सक्नुहुनेछ यहाँ पनि लगाइसकेछ है यस्तो राम्रो नजारा छ ल हेर्नुहोस् है रुखको पातहरू पनि अब बिस्तारै फेरिँदै जान्छ यो चाहिँ ममिजी भन्ने हुन्छ नि त्यही पात हो है हेर्न सक्नुहुनेछ है बाबु चाहिँ अगाडि गइसके हन् म चाहिँ पछाडि पछाडि क्यामराम्यान भएर हिँडेको छु यस्तो छ है त हाम्रो सहर ल हेर्नुहोस् है गाइजहरू यो चाहिँ जति नै मैले देखाएको देखाइछु दोबारे धान हो दोबारे धान हेर्नुहोस् कि कति धेरै भयो उतासम्म छ है ल हेर्दै जब लाएर फलेको धान है गाइजहरू हेर्नु यी तपाईँहरूलाई पट्यार लाग्दैन भने यसरी फल्छ है हेर्नु नि यति सानोमै फुलेर पनि फलेको छ कि है हेर्न सक्नुहुन्छ तपाईँहरूले मजाले फल्छ छुट्टैसम्म छ आँखाले नभ्याउनेसम्म छ है मौसमले च्यालेन्ज गरिरहेछ हौ पानी पर्यो भने त बर्बाद हुन्छ छाता पनि लिएर आउनै बिर्सिएछ ल हेर्नुहोस् है गाइज यस्तो ह्यान्डसम भयो अगाडिबाट देखाऊँ भने रिसाउने होला नि ह्यान्डसम देखेछ हेर्नुहोस् है कति राम्रो देखेछ अब हामी घर जान्छौँ